जो मान्छेहरूलाई चाहिँ तपाईँले त्यसको औकातभन्दा बेसी इज्जत, माया, आफ्नोपन दिनुहुन्छ नि, त्यो त्यसको लायकै हुँदैन कि तिनीहरू। तिनीहरूलाई त्यो माया, इज्जत, आफ्नोपन तपाईँको के पनि चाहिएकै छैन कि। ती धुटेरा, लुटेरा, देखावटी, ती त्यो त्यो भाडुवा किसिमका मान्छेहरू हुन्। तिनलाई तपाईँको कदरै छैन। तपाईँको बोलीको, तपाईँको व्यवहारको त्यो कदरै छैन कि तिनलाई। म पनि परेको छु क्या हुने बेला। किन चाहिँ मैले यिनलाई खुसी बनाउन सकेन? के बाँची कमी गरेँ? सकेको त गरेँ त मैले भन्थेँ। कि त्यो लायकै छैनन् कि तिनलाई, त्यो चाहिएकै छैन। तिनीहरूलाई बस देखाउन पाए, सो अफ गर्न पाए पुग्यो। त्यही भएर त्यस्ता मान्छेहरूलाई बेलायतमा चिन्नुहोस् कि लागि नपर्नुहोस्। तपाईँले जति दिए पनि, जति गरे पनि तिनले कहिले तपाईँलाई जस भनिदिँदैन, आफ्नो पनि सोच्दैन। त्यसले बेला छोडिदिनुहोस्। कसैलाई खुसी बनाउँछु भनेर, कसैलाई आफ्नो बनाउँछु भनेर छोडिदिनुहोस्। जबरजस्ती कोही खुसी नै हुँदैन, कोही आफ्ना पनि हुँदैनन्। आफू खुसी हुने हो, आफू बिन्दास खुसी भएर बाँच्ने हो, छोडिदिनुहोस्। अरूको पुच्छर लाग्नलाई जो मान्छे लायकै छैन त्यसलाई गरेर के काम? अपजस मात्र पाइन्छ, जस कहिले पाइँदैन। तर याद राख्नुहोस् है एउटा कुरा, यो संसारमा तपाईँले दिएका माया, इज्जत, अपनत्व हुन्छन् नि, यिनीहरू बेरथ गए जस्तो लागे पनि त्यो तपाईँको महानता कुरा चाहिँ हो कि होइन? अनि तपाईँले राम्रो गर्नुभयो रे, तपाईँले सच्चा रहनुभयो रे होइन, त्यो तपाईँको हार होइन है, त्यो नै तपाईँको स्तर हो। किनभने अन्तिममा जसले माया बुझ्दैन ऊ त हराएर जान्छ, हराउँछ। तर जसले साँचो माया दिन जान्दछ ऊ कहिले खाली रहँदैन, सबैबाट माया पाइरहन्छ। बुझ्नुभयो?